चिम्से दाइ चमेली खै किन आज पनि फेरि उडाल्न है मैले मात्र उडाल्छु न तपाईको बहिनीलाई फेरि किन यस्तो म घरमा एक्लै भएर चमेलीलाई लिउन आको चाहिँ छैन चमेली यहाँ चमेलीको आज घर काम छ कतै पनि जान्ने दाइले सधैँ काम मात्र भन्नुहुन्छ कहिलेकाहीँ त हामीसँग खेल्न पठाइनु हुन्थ्यो नि हामी रमाएको देख्दा चमेलीको मन कस्तो हुँदो त्यही त है पुतली यो छ हाँडी गोप्टे यो हाँडी गोप्टे कोही जान दिन्न अब त खेल्न जा घरको सबै काम मैले सघाउँछु खाना साना रेडी गरिदिन्छु भरे आएर कुकुरले गुहाएर जस्तो कम्ती खालिस छ्या यो दाइ पनि मैले त कहिले काहीँ पो खेल्न भनेको गारा अब त हप्तामा 6 दिन तँ उडाल्छिस् तँ कहिले काहीँ हो नि चमेली त दाइले दिन्न म त गए पक म नि जान्छु मैले काम गर्दा नि बिहान गरी मैले भन्दै थिएँ चमेली तँ गइस् भने साँझ नआए हुन्छ उतिएर पहिला गए हुन्छ म पहिला गएर यति रक्सी ल्याइदिएर खाम्ला भनेछस् साँच्ची तँलाई दाइले किन हामीसँग पठाउनु हुन्न तल अस्ति एउटा केटासँग झाडीमा गएको देख्नु भएको थियो र त्यही भएर फेरि तल गएर भन्नु कुरा को गयो झाडीमा खै त्यही भन्छ गर कोसँग झाडीमा गयो चाहिँ म पनि हेर्छु छोड्के पुतले यति सानो कुरा ठुलो गरौँ न म आइहाल्थ्यो जाउँ तर यति सानो कुरा भइहाल्यो होइन घर दाइले थाहा पाउनु भने के हुन्छ जाम बतुन दाइलाई सोधौँ चिल्छे भाइ के अस्ति म झाडीमा देख्नु म छोराएको कोटासँग कसले भन्नु नभएको कुरा अस्ति त त्यही भन्थिस् है मलाई फेरि भन् त ओभर बोल्दैछस् त आफ्नो पहिला जे गर्नु गर्नुस् तर मलाई जे पत्ते नभन्छ है दाइले गएर भनिदिउँ त्यसो नभन् पुतली राकेटले यो कुरा भनिसक्यो त मलाई मार्नुहुन्छ यस्ताले त मारे नि हुन्छ पुतली यो कुरा नभन् यार प्लिज यार बरु चमेलीलाई लगेर तँ खेल्न जा नाइ म त दाइले भनिदिने हो बल्ल है अर्को नौनी कुरा गर्छ यस्तै हुन्छ किन भनिस् फेरि यो कुरा तैँले आज अब ठुल्दैन हुनुहुन्न त्यो राकेटनले मलाई मार्ने भयो म यहाँ भित्र लुक्छु त नभनिस् गोठा राखी लुक्न अब म यहाँ लुक्छु त नभनिस् दाइ 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 के भन तो चिम्सेले त मलाई त नहुन कुरा भनौँ के नहुने कुरा भनौ मलाई त त्यसले त झाडीमा देखेको रे गइदिस् र नाइ अझै उमेरै बसेन जाने किन भन्यो त्यसले त्यस्तो खै कहाँ छ त्यो घरमै थियो गरे अघि चिम्से नमस्ते दाइ नमस्ते चिम्से गोठा शाखा म निकालिदिन्छु कहाँ छ चिम्से घरमा लुक्छु भन्दै गएर गोठा गएर लुक भनेको मान्न कुनै कहाँ गयो ए उसमा यहीँ छ त्यो चिम्से भन्दा नडाटी भन्थ्यो कुकुर कहाँ छ कुकुर त होइन दाइ बिरालो चाहिँ हो तर कहाँ बसेर मियाउ मियाउ गरिरहेछ चिम्से चिम्से तँ यहीँ लुकेर बसिस् खुट्ट खाइहाल्छस् कि यहाँ गोदु दाइ मलाई माफ गरिदिनुहोस् मबाट ठुलो उठ साला मेरो बहिनीको बारेमा नहुनु कुरा गर्ने दाइ मलाई माफ गरिदिनुहोस् मबाट ठुलो गल्ती भयो कुचिङ गाइस ओको बारेमा नराम्रो भनेछस् ठोक्नु बारकाइला ठोके नि हुन्छ दाइ के भएको तेरो बहिनीले त उल्टी तँलाई ठोक भन्छ त के गर्नु दाइ सानोमा लिएर पालेको अहिले ठुलो भएर आफै दोस्रोलाई यो तेरो बहिनी होइन नाइ होइन यो म तेरो बहिनी होइन दाइ यो तेरो बहिनी नभए कसको बहिनी हो म सानो छँदाखेरि आमा र म दाउरा खोज्न जाँदा यो बाटोमा रोइराखेकी थिएँ कसले फालेको रहेछ आमाले लिएर घर लिएर पाल्नुभयो अनि मेरो बहिनी बनाइदिनु भयो अहिले यो ठुली भई हुर्काइन् बढाइन् अहिले ठुली भई यसकै लागि भनेर भनेको यसकै लागि यो राम्री होस् भनेर यसको लागि हामीले कति गऱ्यौँ जे गर्नुहुन्छ गर्नुहोस् दाइ गर्नुहोस् भाउ मैले तेरो सफ कुरा सुने तसँग रगतको नाता नभए पनि भावनाको नाता एकदमै रहेछ बाटोमा भेटाएको बहिनीले ल्याइस् हुर्काइस् पढाइस् असल शिक्षा दिन खोजिस् तर असल शिक्षा दिने नाउँमा यो मेरो बहिनीलाई नानाभाती भनिस् त्यही मात्रै अलिकति ठुलो भङ गरिस् आइन्दा यस्तो गल्ती नगरिस् तपाईँ के भएको नानी रगतको नाता मात्रै होइन तसँग भावनाको नाता त अझ पनि रहेछ
तँलाई हुर्कायो बढायो पढायो त नबिग्रियोस् भनेर अनेक गरेर रहेछ, झुट बोलेर रहेछ, कसैलाई आरोप लाएर रहेछ। तर नानी हेर, तेरो दाइ आफ्नै दाइ नभए पनि यो दाइले तँलाई असाध्यै माया गर्छ, तँलाई राम्रो चाहन्छ। बस दाइसँग राम्रोसँग थोरै कलाकार अनि छोटो कन्टेन्ट मात्रै भए पनि हामी जनतन ल्याङफ्याङ जिन्दगीको दोस्रो भाग पनि पुरा गर्न सफल भयौँ। ल्याङफ्याङ जिन्दगीको पहिलो भाग केही दर्शकहरूले रुचाउनु भएको थियो, मन पराउनु भएको थियो। फलस्वरूप हामीले दोस्रो भाग पनि ल्याउने चेष्टा गऱ्यौँ। आशा छ यो भाग पनि पक्कै रुचाउनु हुनेछ, मन पराउनु हुनेछ। आफूले हेरिसकेपछि आफ्ना साथीसङ्गी नजिकका इष्टमित्रहरूलाई पक्कै पनि सेयर गर्नुहुनेछ। हामीसँग पर्याप्त स्रोत र साधनहरू छैनन्। हामीसँग भएका स्रोत र साधनको प्रयोग गरेर यो भाग प्रस्तुत गरेका हौँ। ल्याङफ्याङ जिन्दगीको आगामी भागहरू पनि हामीले तपाईँहरूमाझ निरन्तर दिने प्रयास गर्नेछौँ। ती आगामी भागहरू निरन्तर दिनको लागि हामीसँग पर्याप्त स्रोत र साधनहरूको अभाव रहिरहनेछ। हामीले हाम्रै मोबाइलबाट खिचेको भिडियो तपाईँहरूमाझ प्रस्तुत गरेका छौँ। थाहा छैन तपाईँहरूको मोबाइल सेटसम्म आइपुग्दा यो भिडियो कस्तो भएर आउँछ। एडिट गर्न एकदमै टाइम लाग्छ, मोबाइल ह्याङ हुन्छ, तात्छ, त्यति राम्रो एडिट गर्न त जान्दैन। त्यही पनि मोबाइलको समस्याले गर्दाखेरि अझ भने जस्तो भएको छैन। कन्टेन्टहरू दिमागमा थोरै धेरै फुरिरहेका हुन्छन्। आगामी भागहरूमा ती कन्टेन्टहरूलाई प्रस्तुत गर्नको लागि पर्याप्त कलाकारहरूको पनि एकदमै अभाव छ। यदि हजुर ल्याङफ्याङ जिन्दगीको आगामी भागहरूमा आफ्नो अभिनय प्रस्तुत गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ। फ्री कस्ट, न पैसा लिने न पैसा दिने। तपाईँहरूले आफ्नो सम्झनाको लागि यदि अभिनय गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ। र यी भिडियोहरू, यी भागहरू हेरिरहँदा सहयोग र सुझाव दिन मन लाग्छ भने कृपया तपाईँहरूको सानो सहयोग र सानो सुझावले पनि हामीलाई ठुलो टेवा पुग्न सक्छ। आशा छ यो एपिसोड पक्कै पनि मन पराउनु हुनेछ र अर्को हप्ता अर्को एपिसोड लिएर तपाईँहरूमाझ उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि म PCRM अर्थात् प्रकाश चन्द्र राहु मगर बिदा हुन्छु। नमस्ते।